समय गीता बहिनीले बताउनु भएको छ। हामी ताली बजाएर स्वागत गर्छौँ। आज चाहिँ हामी मौखिक समुदाय बाइबल भन्ने अध्ययनबाट एउटा छोटो बाइबल कथाबाट हामी सुरु गर्नेछौँ। आज हामीले चाहिँ बाइबल पल्टाउने छैनौँ, आज हामीले मौखिक रूपमा सुन्नेछौँ। अनि हामी सुरुमा चाहिँ मैले कथा भन्नेछु, अनि दोस्रोचोटि फेरि म यो पुस्तकबाट एउटा चित्र देखाएर भन्नेछु। अनि त्यसरी चाहिँ हामी दुईचोटि तीनचोटि चाहिँ कथा भन्नेछौँ। लास्टचोटि चाहिँ आँखा बन्द गरेर हामीले सुन्नेछौँ। त्यसपछि म के प्रश्नहरू भन्नेछु। कथा भन्दा चाहिँ हजुरहरू नबोलिदिनु होला, ध्यान दिएर बसिदिनु होला हैन, एकदमै ध्यान दिएर सुन्नु होला। हुन त बाइबलकै कुरा हो, भए पनि हामीलाई चाहिँ यसरी सुन्दाखेरि हजुरलाई कस्तो लाग्छ हैन, पछि म हजुरलाई प्रश्न गर्नेछु, त्यसपछि तपाईहरु बोल्न सक्नुहुनेछ। हुन्छ, हाम्रो कथाको अनि जोड रहेको छ प्रभु येशू। अनि येशूले चाहिँ परमेश्वरलाई चिनाउनु भयो, मुख्य भाग रहेको छ। हुन्छ, हामी कथामा जानेछौँ। तब उहाँहरू कफरनहुममा जानुभयो र तुरुन्तै सब्बात दिनमा सभाघरमा पसी उहाँले शिक्षा दिन लाग्नुभयो। तिनीहरू उहाँको शिक्षामा चकित भए, किनभने उहाँले शास्त्रीहरूले जस्तो होइन तर अधिकारसँग सिकाउनु भयो। त्यही समयमा त्यस सभामा एकजना अशुद्ध आत्मा भएको मानिस थियो र त्यो यसरी करायो, हे नासरतका येशू, हामीलाई के तपाईसँग के सरोकार? के तपाईँ हामीलाई सर्वनाश पार्न आउनुभएको हो? म तपाईँलाई चिन्छु, तपाईँ परमेश्वरका पवित्र जन हुनुहुन्छ। तब येशूले त्यसलाई हपारेर भन्नुभयो, चुप लाग, त्यसबाट निस्किजा। तब त्यो मान्छेलाई लछार पछार पार्दै त्यो अशुद्ध आत्मा ठुलो स्वरले चिच्याएर त्यस मानिसबाट निस्केर गयो। र सबैजनाले अचम्म मानेर आपसमा यसरी प्रश्न गरे, यो के हो? यो त नयाँ शिक्षा रहेछ। यिनले त अधिकारसँग अशुद्ध आत्मालाई पनि आज्ञा गर्दा रहेछन् र यिनका आज्ञा यिनीहरूले मान्दा रहेछन्। अनि तब येशूको कीर्ति चाँडै नै गालीलको इलाका वरपर चारैतिर फिँजियो। अब उहाँ सभाघरबाट निस्केर याकुब र यूहन्नाको साथमा सिमोन आन्द्रियासको घरमा पस्नुभयो। सिमोनकी सासू ज्वरोले थला परेकी थिइन् र तिनीहरूले झट्टै उनको विषयमा झट्टै उहाँलाई भनिदिए र उहाँ नजिक आएर तिनको हात समातेर उठाउनु भयो र ज्वरोले छोडिहाल्यो र तिनले उहाँहरूको सेवा गरिन्। त्यो दिन साँझ घाम डुबेपछि सबै मानिसहरूले धेरै बिमारीहरू र भूत लागेका जम्मैलाई उहाँ कहाँ ल्याए। सारा सहरै घरको ढोकामा जम्मा भयो र येशूले धेरै रोगले ग्रस्त भएका धेरै बिमारीहरू निको पार्नुभयो र धेरै भूतहरू निकाल्नु भयो। तर भूतहरूले उहाँलाई चिनेका हुनाले उहाँले तिनीहरूलाई बोल्न दिनु भएन। हुन्छ, हाम्रो कथा यति रहेको छ। सुरुमा चाहिँ मैले भने, अब चाहिँ म यो चित्र देख्न सक्नुहुनेछ। यहाँ चाहिँ केही ऊ मात्र छ है, केही मध्य मात्र छ, मानिसहरूको भिड छ होइन। यहाँ चाहिँ पुरा त्यो कथामा भने जति पुरै पिक्चर चाहिँ छैन, तर मानिसहरूको भिड मात्र हामी देख्न सक्छौँ। अनि यो चित्रलाई हेरेर पनि म फेरि भन्नेछु। तब उहाँहरू कफरनहुममा जानुभयो र तुरुन्तै सब्बात दिनमा सभाघरमा बसेर उहाँले शिक्षा दिन लाग्नुभयो। तिनीहरू उहाँको शिक्षामा चकित भए, किनकि उहाँले शास्त्रीहरूले जस्तो होइन तर उहाँले अधिकारसँग सिकाउनु भयो। उहाँले तिनीहरूलाई अधिकारसँग सिकाउनु भयो। त्यही समयमा त्यस सभामा एकजना अशुद्ध आत्मा भएको मानिस थियो र त्यो यसरी चिच्यायो, हे नासरतका येशू, हामीलाई तपाईसँग के सरोकार? के तपाईँ हामीलाई सर्वनाश पार्न आउनुभएको हो? म तपाईँलाई चिन्छु, तपाईँ परमेश्वरका पवित्र जन हुनुहुन्छ। तब येशूले त्यसलाई यसो भनेर हपार्नुभयो, चुप लाग, त्यसबाट निस्किजा। तब त्यो अशुद्ध आत्मा त्यस मानिसलाई लछार पछार पार्दै ठुलो स्वर निकालेर त्यस मानिसबाट निस्केर गयो। तब सबैजनाले अचम्म मानेर आपसमा यसो भन्दै सोध्न थाले, यो के हो? यो त नयाँ शिक्षा रहेछ। यिनले त अधिकारसँग अशुद्ध आत्मालाई पनि आज्ञा दिँदा रहेछन् र यिनका आज्ञाहरू यिनीहरूले मान्दा रहेछन्। तब चाँडै नै येशूको कीर्ति गालीलको इलाका वरपर चारैतिर फिँजियो। अब उहाँ तुरुन्तै सभाघरबाट निस्केर याकुब र यूहन्नाको साथमा सिमोन आन्द्रियासको घरमा बस्नुभयो। सिमोनकी सासू ज्वरोले थला परेकी थिइन् र तिनीहरूले तिनको विषयमा झट्टै उहाँलाई बताइदिए र उहाँ नजिक आएर तिनको हात समाएर उठाउनु भयो
र तिनलाई ज्वरोले छोडिहाल्यो र तिनले उहाँहरूको सेवा गरिन्। त्यो दिन साँझ घाम डुबेपछि सबै मानिसहरूले धेरै बिमारीहरू र भूत लागेका जम्मैलाई उहाँ कहाँ ल्याए र सारा सहरै घरको ढोकामा जम्मा भयो। र यसोले विभिन्न किसिमका रोगले ग्रस्त भएका बिमारीहरूलाई निको पार्नुभयो र धेरै भूतहरू निकाल्नुभयो। तर भूतहरूले उहाँलाई चिनेका हुनाले उहाँले तिनीहरूलाई बोल्न दिनु भएन। हामीले दोस्रो पटक पनि कथा सुनेका छौँ होइन। अब चाहिँ मैले हजुरहरूले चाहिँ आँखा चाहिँ यस्तो बन्द गरेर अनि सुनि मात्र बस्नुहोस्, तर ननिदाउनुहोस् है। म फेरि तेस्रो पटक चाहिँ अनि भन्ने छु होइन। त्यसो गऱ्यो भने कथा चाहिँ याद हुन्छ अनि हुन्छ। तेस्रोबाट चाहिँ तब उहाँहरू कफरनहुममा जानुभयो र तुरुन्तै सब्बात दिनमा सभाघरमा पसेर उहाँले शिक्षा दिन लाग्नुभयो। तिनीहरू उहाँको शिक्षामा चकित भए, किनभने उहाँले शास्त्रीहरूले जस्तो होइन तर अधिकारसँग सिकाउनु भयो। त्यही समयमा त्यस सभामा एकजना अशुद्ध आत्मा भएको मानिस थियो र त्यो यसरी चिच्यायो, हे नासरतका येशू, हामीलाई तपाईँसँग के सरोकार? के तपाईँ हामीलाई सर्वनाश पार्न आउनुभएको हो? म तपाईँलाई चिन्छु, तपाईँ परमेश्वरका पवित्र जन हुनुहुन्छ। तब येशूले त्यसलाई यसो भन्दै हपार्नुभयो, चुप लाग, त्यसबाट निस्किजा। तब त्यो मानिसलाई लछार पछार पार्दै त्यो अशुद्ध आत्मा ठुलो स्वरले चिच्याएर त्यस मानिसबाट निस्केर गयो। र सबैजना अचम्म मानेर यसो भन्दै आपसमा सोधासोध गर्न लागे, यो के हो? यो त नयाँ शिक्षा रहेछ। यिनले त अशुद्ध आत्मालाई पनि अधिकारसँग आज्ञा गर्दा रहेछन् र यिनका आज्ञा तिनीहरूले मान्दा रहेछन्। तब चाँडै नै यसुको कीर्ति गालिलको इलाका वरपर चारैतिर फिँजियो। अब उहाँ तुरुन्तै सभाघरबाट निस्केर याकुब र यूहन्नाको साथमा सिमोन आन्द्रियासको घरमा पस्नुभयो। सिमोनकी सासू ज्वरोले थला परेकी थिइन् र तिनीहरूले उनको विषयमा झट्टै उहाँलाई भनिदिए र उहाँ तिनको नजिक आउनुभयो र हात समाएर उठाउनुभयो र तिनलाई ज्वरोले छोडिहाल्यो र ठिक भइसकेपछि उनले उहाँहरूको सेवा गरिन्। त्यो दिन साँझ घाम डुबेपछि धेरै मानिसहरूले धेरै बिमारीहरू उहाँ कहाँ ल्याए र भूत लागेकाहरू जम्मैलाई ल्याए र सारा सहरै ढोकामा जम्मा भयो। र येशूले धेरै रोगले ग्रस्त भएका बिमारीहरूलाई निको पार्नुभयो र धेरै भूतहरू निकाल्नुभयो। तर भूतहरूले उहाँलाई चिनेका हुनाले उहाँले तिनीहरूलाई बोल्न दिनु भएन। हुन्छ, हामीले तेस्रो पटक पनि